सर्वदलीय बैठक पूर्व मेयर अजय गुप्ताकै पालामा निर्णय गरिएको बाहिर 2 बिघा 2 देखि 3 बिघा सस्तोको जग्गा किनेर खेलकुद मैदानको लागि नगरपालिकाको नाममा पास गरिदिने सहमतिमा र त्यस सहमतिमा सर्वदलीय बैठक बस्दाखेरि सम्पूर्ण सर्वदलीय बैठकहरू उपस्थिति भई सम्पूर्ण दलीय दलहरूका प्रतिनिधिहरू बसी सही छाप समेत गरिएको हामीसँग बगैत माइनेट पनि छ, सबुत पनि छ र त्यही काम चाहिँ अजय गुप्ताले गर्न खोज्दाखेरि राम्रो भयो। जुन अहिले हालको मेयर शम्भु शाहले गर्न खोजेको र त्योभन्दा त्यही चाहिँ जमिनमा त्यही गौर राइस मिलको जमिनमा 3.25 बिघा जग्गा उसले त्यहाँ पाउँदा कम यो नगरपालिकाले पाउँदा त्यो चाहिँ नराम्रो भयो। यो विगत 2074 सालमा हामीले जुन अजय गुप्ताको पालामा गरिएको निर्णय यस्ता पनि थिए कि जुन घुसको रूपमा पूर्व अजय गुप्ताको मेयर साहबको दाई राजेश गुप्तालाई उहाँकै सिया प्यालेस होटलमा 20 लाख रुपियाँ पैसा समेत हामीले बुझाएको थियौं र त्यहाँ 20 लाख बुझाइयो र पछि फेरि उहाँकै मेयरको भनाइ अनुसारै फेरि 60 लाख रुपियाँ पैसा हामीले उहाँको अजय गुप्ताको पेट्रोल पम्पमा गएर हामीले 60 लाख पैसा समेत हामीले बुझायौं। त्यो पैसा हालसम्म 1 रुपियाँ हामीले फिर्ता पनि पाएको छैनौं र उहाँले पास गरिदिन्छु जग्गा पास गरिदिन्छु भनेर चाहिँ गरेको सहमति पनि उहाँले सहमति अनुसार काम पनि गर्न सक्नु भएन र हाम्रो पैसा फिर्ता पनि आएन। त्यस भनाइ अब अहिले आएर चाहिँ उही मान्छेले चाहिँ भूमाफिया रे कम्पनी भूमाफिया यो जग्गाधनी डुप्लिकेट रे यस्ता कुरा गरेर मिल्छ? मेयर साहब हजुरले एकचोटि अध्ययन गर्नुहोस्, सोच्नुहोस् विगत त्यो बेला हजुरले गर्न खोज्दा चाहिँ भूमाफिया भएन, सही मान्छे हो भन्ने तपाईले यकिन गर्नुभयो र पैसा पनि लिनुभयो, पैसा फिर्ता गर्नु भएन। त अहिले आएर चाहिँ हजुरले नगर्ने बित्तिकै अर्कोले गर्दाखेरि विपक्ष दलकाले गर्दाखेरि चाहिँ भूमाफिया हुने, फटा हुने चाहिँ अब ठग हुने त्यस्तो हुन्छ। मेयर साहब यस भनाइमा मैले भनिरहन केही छैन। त्यहाँका अब गौर